वेलकम छ सबैलाई मेरो 6 डे मिनी भ्लगमा। मैले मिनी भ्लगमा हाल्नुको कारण के हो थाहा छ, कतिले भनिरहेको छ मलाई खालि एउटा भिडियो पनि आउँदैन के हो भनेर। अनि मैले युट्युबमा पोस्ट गर्दाखेरि मिनी भ्लग कतिले भन्दैछ भिडियो चाहिँ आउँदैन के हो यार, किन नहाल्नेको भिडियो भन्दै थियो। सो के हो कि मैले युट्युबमा नहाल्नुको रिजन पनि छ क्या। अनि मैले युट्युबमा भिडियो किन हाल्दैन कि सधैँ मेरो एउटै काम गरेको हुन्छ क्या, जहिले नै एउटै काम गरेको हुन्छ। अब त्यो जुन काम मैले रेगुलर गरिरहेको हुन्छु त्यो कामदेखि मलाई अलि हुन्छ क्या, कि जो काम आफूले गरिरहेको हुन्छ त्यो काम अनि सधैँ रेगुलरमा अपलोड हालेको हुन्छु कि त्यही कामको, अनि मलाई नि अलिक नराम्रो फिल हुन्छ। त्यो हुनाले मेरो मिनी भ्लग कहिले आउँछ। तर अब चाहिँ रेगुलर भन्नाले नि कस्तो हुन्छ कि मेरो नि टाइमै फिट हुँदैन क्या। मैले बिहान एउटा काम गर्नुपर्छ, त्यसपछि त्यसको मात्र अलिक टाइम मिल्या हुन्छ। अर्को काम गर्न जाँदाखेरि त्यहाँ चाहिँ अलिक कस्तो कि मोबाइल प्रमिसन हुन्छ, बट त्यहाँ चाहिँ मोबाइल चलाउन पाइँदैन क्या। अनि मैले त्यहाँ चाहिँ त्यो आफ्नो मैले काम गरेको भिडियो अनि क्याप्चर गर्न पाउँदैन मैले, त्यही भएर अनि युट्युबमा मैले अपलोड गर्दैन त्यो अर्को कामको चाहिँ। त्यही हो, आज म युट्युबमा एउटा यही भिडियो अपलोड गर्छु, सपोर्ट देखाउनु पर्छ, त्यही हो। थ्याङ्क यू सो मच।